के हजुरहरूलाई थाहा छ सूर्यबाट आउने किरणमा रहेको लाइट र हिट यी दुवै पृथ्वीमा प्रकृतिले विभिन्न भाँडाहरूमा जम्मा गरेर राखेको छ। किन होला त? किनकि प्रकृतिलाई थाहा छ हामीलाई रातमा पनि हिट र लाइट चाहिन्छ। तर मुख्य कुरा यो कि प्रकृतिले यी दुवै एनर्जीलाई कसरी स्टोर गर्न सकेको होला? वास्तवमा भन्नुपर्दा ती भाँडाहरू अरू केही होइन, रुख बिरुवा वा वनस्पतिहरू हुन्। यिनीहरूलाई प्राकृतिक ब्याट्री पनि भन्न सकिन्छ, किनभने एनर्जीलाई यिनीहरूले लाखौं हजारौं वर्ष फोसिल फ्युलको फर्ममा स्टोर गरेर राखेका हुन्छन्। विस्तारमा भन्नुपर्दा रुख बिरुवाहरू कार्बन एटमले बनेका हुन्छन्। कार्बनले नै गर्दा रुख अग्लो र मोटो हुन्छ र ती कार्बन प्राय वायुमण्डलमा भएको कार्बन डाइअक्साइड ग्यासबाट प्राप्त हुन्छ। त्यही ग्यास जुन 1 भाग कार्बन र 2 भाग अक्सिजन मिलेर बन्छ। महत्त्वपूर्ण कुरो यो हो कि कार्बनलाई कसरी छुट्याउने हो। त्यही कार्बन छुट्याउन रुख बिरुवाले सूर्यबाट आएको हिट र लाइटको मद्दत लिन्छन् र त्यही हिट र लाइट एनर्जीलाई रुख बिरुवामा भएको कार्बन एटमहरूले केमिकल एनर्जीको फर्ममा स्टोर गर्छन्। हामीलाई थाहा छ त्यही रुखबाट आएको दाउरा बल्नको लागि अक्सिजन र एनर्जी सोर्स चाहिन्छ। जब सलाई बालेर दाउराको नजिक लगिन्छ अक्सिजनको मद्दतले त्यो दाउरो दन्किन्छ र आगो बल्ने क्रममा अक्सिजन र दाउरामा भएको कार्बन रियाक्ट गर्छन्। त्यसपछि फेरि कार्बन डाइअक्साइड ग्यास बनेर धुवाको रूपमा वायुमण्डलमा मिसिन्छ अनि रातमा पनि हामीले आगोको रूपमा हिट र लाइट एनर्जी पाउन सक्छौँ। हो, यही तरिकाले सूर्यबाट आउने एनर्जीलाई पृथ्वीमा प्रकृतिले स्टोर गरेर राख्छ। यो एउटा एनर्जी ट्रान्सफर्मेसनको प्राकृतिक एक्जाम्पल हो। छैन त इन्ट्रेस्टिङ?